नमस्कार, म महेश्वर पन्त पाल्पादेखि द ब्रिटिस कलेजको स्टुडेन्ट्स मेरो सानो छोरा मनोज पन्तको हामी अभिभावक। आज हामी यो ग्रेजुएसनमा उपस्थित भएका छौँ। असाध्यै गर्व महसुस भएको छ। मेरो बाबुले जुन खालको कलेज रोज्यो त्यही किसिमको उत्साहजनक तरिकाले आफ्नो परिणाम लिएर आएको छ। यसर्थ हामी गौरवान्वित छौँ। त्यसपछि यो कलेजमा आउँदा हामीले राम्रो अपेक्षा गरेका थियौँ। अहिले हामी त्यो पाएका छौँ। उसँग एउटा उच्च मनोबल, परिपक्वता, त्यसपछि गएर यो टिमवर्क, यस्ता कुराहरूमा यसले आफ्नो दखलता हासिल गरेको हामी बुझेका छौँ। हामीले यही अपेक्षा गरेका थियौँ। बाबुले यही क्रममा, यही यात्रामा आफ्नो फर्दर स्टडीहरूलाई अझै उच्च तहले लैजान सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ र गर्छ जस्तो पनि लाग्छ। किनभने यो द ब्रिटिस कलेजको सम्पूर्ण शैक्षिक वातावरण, त्यहाँको चाहिने स्थितिलाई हेर्दाखेरि वास्तवमा बच्चाहरूलाई त्यहाँबाट राम्रो एउटा क्वालिटेटिभ एजुकेसन पाउन सक्ने हामीले महसुस गरेका छौँ, अपेक्षा गरेका छौँ। मेरो बाबु लगायत त्यो कलेजमा पढ्ने ती होनहार बच्चाहरूले आउँदा दिनहरूमा राम्रो उन्नति, प्रगति, आफ्नो पेसा, आफ्नो व्यक्तिगत उन्नयन गर्न सक्छन् भन्ने हामीले आशा लिएका छौँ। यसर्थ हामी यो द ब्रिटिस कलेजमा त्यहाँको एजुकेसन इन्भाइरोमेन्ट राम्रो भएको हुनाले म सम्पूर्ण सेक्टरमा आफ्ना बालबच्चाहरूलाई पढाउँदा राम्रो हुने रहेछ भन्ने हामीले महसुस गरेका छौँ। यसर्थ अब यो मेरो बाबु लगायत सम्पूर्ण आज ग्रेजुएसन हुने बाबु नानीहरूको भविष्य उज्जवल रहोस्। उहाँहरूले अझै यसलाई चाहिने रचनात्मक तरिकाले, एउटा इनोभेटिभ तरिकाले आफ्नो चाहिने यो विषयवस्तुलाई अग्रस्थानमा लैजान सक्छन् भन्ने हामीले आशा लिएका छौँ र शुभेच्छा पनि छ। धन्यवाद।